सो हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। तपाईलाई स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ जान लागेको छु म पिकनिकमा लिँदै हुनुहुन्छ एभरेस्ट इन्स्टिट्युटबाट निराजन सुवेदी दाइले लिँदै हुनुहुन्छ। त्यही भएर गाइज जाने भए जाम भाइ भन्नुभएको थियो। त्यही भएर म पनि के छ त घुम्ने हो बिदाको बेली भनेर म पनि पिकनिकमा जानु पर्यो भनेर रेडी भइरहेको छु। गाइज देख्न सक्नुहुन्छ यो पनि यहाँ बाँध्नुपर्छ। यो चाहिँ मेरो नयाँ स्टाइल रहेको छ। सो लेट्स गो गाइज। ओ लो त सर हाम्रो ठिक छ सर। सो गाइज देख्न सक्नुहुन्छ हामीहरू अब जान लागिसकेका छौँ। उता देख्न सक्नुहुन्छ बस त्यहाँनिर। गाइज देख्न सक्नुहुन्छ बस हिँडिसकेको छ। गाइस सरले कहाँ लिएर जानुभएको छ देख्न सक्नुहुन्छ। कहाँ लिनुहुन्छ हुन्छ देख्न सक्नुहुन्छ साथीहरू। हाम्रो ग्रुप यता रहेको छ, म चाहिँ यता रहेको छु। कर्णाली पुलमा अहिले भर्खर मान्छे भरिन लागेको जस्तो देखिरहेको छ। अलिक फोकस भएन देख्न सक्नुहुन्छ साथीहरू। यता छ नि त के भनेको छ यहाँ कर्णाली ऱ्याफ्टिङ क्षेत्र प्रवेशद्वार। ऱ्याफ्टिङ त नगर्ने होला। सब्स्क्राइब गरेछु अनि म पनि गर्दिन्छु। थ्यांक यू। मैले अनि फेसबुकको तपाईको सब भिडियो हेरेछु हो। मैले चाहिँ नाम सर्च गरे भेटाएन है के गाइस। हामी चाहिँ खासमा यो डाँडामा जाने भनेको हो, तर सरहरूले यहाँ कहाँ लगिरहेछन् थाहै छैन के। ल भन न त नि के यी देखाएको छु त नि अहिले तिमीलाई भेटेको छु। जाम त नि च्यालेन्ज त अनि तिमीहरू हिँड्न सिक्नु परेन। म सक्छु त। चिसो रहेछ। हामी चाहिँ अब जान लागिसकेका छौँ। कहाँ रे भन न नाम। राजकाँडा डाँडा जान लागिरहेका छौँ देख्न सक्नुहुन्छ यता आयुष ब्रो। सो म चाहिँ अब दौडेर जानेवाला छु। गाडी हिलो छ के भयो रिसाको। ओके ल यति राम्रो मान्छे त छ अनि फोटो राम्रो आइहाल्छ। भन्नु ब्लगर भाइले चाहिँ सुरुमै राजकाँडा भनिसक्नु भएको रहेछ। अब हामीले के 1-1.5 घन्टा चाहिँ जति लाग्छ भनेर चाहिँ त्यो बनाउन सोचेर चाहिँ हामी जोसेर चाहिँ आएको थियौँ। तर यहाँको मान्छेहरूसँग बुझ्दाखेरि चाहिँ 2.5 देखि 3 घन्टा लाग्ने भएछ। अनि विद्यार्थीहरू फेरि हिँड्न पनि नसक्ने सबै त्यो गरेर चाहिँ अलिकति पसिना पनि आइसक्यो, गर्मी पनि छ। हिँड्न नसक्ने भएको कारणले गर्दा आज राजकाँडा चाहिँ क्यान्सल भयो। यसको सट्टामा चाहिँ हामी टाइम पुग्यो भने ठाकुरद्वारा चाहिँ जान्छौँ है त। ओके ल राजकाँडा क्यान्सल जानु पर्यो ठाकुरद्वारा। अस्ति गएको ठाउँ गाइज, अस्ति गएको थियो नि त्यहीँ। मेन कारण चाहिँ यिनीहरू हिँड्नै नसक्ने। यति खान्छन् अनि मोटिन्छन् अनि हिँड्नै सक्दैनन् कि। सबभन्दा त यिनी हिँड्न सक्दैनन्। मनोकामना त्यो के हो त त्यो साधारण जम्मा त्यति। गाडीबाट गइरहेको रहेछ यार देख्न सक्नुहुन्छ। ठ्याट्टै फाल्दैछ यार नयाँ कुटी।
गाली गर्न त आउँदैन थियो तर पनि मैले गाली गरिदिएको गाई चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ यार गाडीबाट हिँड्दाखेरि पनि राम्रोसँग हिँड्नै नसक्ने कसम चाहिँ हेर न यहाँ कस्तो हालत बने यहाँ आएर खाना खाने ठाउँ देख्न सक्नुहुन्छ यता चाहिँ सबै खाना खाने मान्छेहरू यता बसिरहेका छन् नमस्ते गाइस देख्न सक्नुहुन्छ सबैजनाले खाना खाइरहेछन् मैले चाहिँ खाइसकेको छु देख्न सक्नुहुन्छ गाइस तपाईँहरूलाई देखाउन गइरहेको छु म कर्णाली पुल अस्ति नै आएको थिएँ थाहै होला तपाईँहरूलाई कर्णाली पुल कस्तो छ तपाईँहरूलाई देखाउन गइरहेको छु देख्न सक्नुहुन्छ यत्रो छ कर्णाली पुलको मुख्य भनेको यही पुल हो अनि लास्टै भाइरल पनि रहेको छ देख्न सक्नुहुन्छ गाइस कर्णाली पुलमा लास्टै गर्मीले छट्काइरहेको छ कर्णाली कालो छ नत्र निलोमा कस्तो मैले गाडीमा एकदमै मिस गरेको थिएँ अनि झ्याप्पाले सरप्राइज दिनुभयो कि हामीलाई अनि एकदमै खुसी लाग्यो अनि गाना झ्याउनु गएको रहेछ तपाईँ आएकोमा रमाइलो गराइदिनु एकदमै रमाइलो भयो बहिनीको निकाइदिनमा रहेछ हामीसँग रमाइलो गर्नको लागि हाम्रो साथी के बोल्न जानुभयो हाम्रो लागि पनि अब धन्यवाद धन्यवाद के अरे यिनको नाम पुनम होइन पुनमजीले फोटो खिचिरहनु भएको छ मिस्टर क्यामेराम्यान मोटे अङ्कलजीको जिसके पनि खै जुम गराउ न जुम गराउ जुम जुम अनि अरू पनि मनी खिचाउनेवाला थिएँ किनकि अघि के भयो तपाईँलाई थाहा होला खाइन्दा भन्ने फेरि पनि दुईजनाले खिचिरहेको छन् देख्न सक्नुहुन्छ क्यामेराम्यान मोटो अङ्कल गाइस अब चाहिँ हामी लिन गइरहेका छौँ ग्रुपिङ फोटो देख्न सक्नुहुन्छ यहाँ उभिरहेका फाल्दिनु त्यो फाल्दिनु अब एकछिनमा हतार भयङ्कर गर्छन् हेर है हतार भयङ्कर होइन दौडेर होइन गाइस देख्न सक्नुहुन्छ मेरो खुट्टा अब लुम्बिनी पर्दैछ ओ माय गॉड भ्यू दामी छ यार गाइस अब चाहिँ हामी हिँड्न लागेको अहिले चाहिँ हामी बर्दियाको ठाकुरधारा भन्ने ठाउँमा छौँ यहाँ आउनुको मुख्य कारण भनेको यहाँ एउटा बाघ रहेको छ यिनी चाहिँ यहाँ गोहीको बारेमा सबै जान्छन् यहाँको मालिक हो नभए के भन्न चाहन्छु बर्दिया राष्ट्रिय निकुञ्जबाट हुँदै हामी अब निस्किन लागिसकेका छौँ अहिले चाहिँ हामी सम्झना नजिक पुग्न लागेका छौँ हामी चाहिँ एभरेज सैनिक स्कुलमा भिजिट गर्नको लागि जाँदैछौँ
एभरेस्ट सैनिक स्कुल पुगिसकेपछि त्यहाँको टिचरहरूले आफ्नो स्कुलको बारेमा केही भन्नुभयो र आफ्नो स्कुलको बारेमा सबै कुरा भनिसकेपछि हामीलाई लास्ट भोक लागेको कारण हामी क्यान्टिनतिर लाग्छौँ। हामी चाहिँ अब जान लागेको एभरेस्ट सैनिक स्कुलबाट यसरी गाइज म जिगामा पनि पुग्छु, यानि कि म बस्ने ठाउँमा। अनि एभरेस्टको बस सम्झनातिर लाग्छ। गाइज पानी यसरी परिरहेको छ तपाईँहरू। सो गाइज आजको ब्लग मेरो यसरी नै सकिन्छ। मन परेमा सब्सक्राइब गर्न नभुल्नु होला।